हेलो नमस्ते। आज म तपाईँलाई लुम्बिनीका ती सुन्दर मन्दिर र गुम्बाहरू देखाउने छु। यहाँका मन्दिरहरू हेर्दा तपाईँलाई लाग्न सक्छ कि तपाईँ नेपालमा होइन विदेशमै हुनुहुन्छ। विभिन्न देशहरूले आफ्नै शैलीमा बनाएका ती गुम्बाहरू अत्यन्तै आकर्षक र शान्त वातावरणले भरिएका छन्। त्यसैले आउनुहोस् लुम्बिनी भ्रमणको यो रमाइलो यात्रा हामीसँगै सुरु गरौँ। लुम्बिनीमा रहेको कम्बोडिया देशको मन्दिर। साथीहरू यो हो नेपालको लुम्बिनीमा रहेको कम्बोडिया मन्दिर। यो हो तपाईँको थाइल्यान्ड देशको मन्दिरको डिजाइन। यो रहेको छ थाइल्यान्ड देशको मन्दिर। फाइनली साथीहरू हामी चाहिँ थाइल्यान्डको मन्दिरमा आएका छौँ। कम्बोडियाको मन्दिर घुमिसकेपछि अहिले थाइल्यान्डको मन्दिर दर्शनमा आमा दर्शन गर्दै यहाँ भाइ यहाँ बहिनी। साथीहरू हामी थाइल्यान्डको मन्दिरमा दर्शन गर्दै थाइल्यान्ड देशको मन्दिर यस्तो रहेको छ साथीहरू, जुन लुम्बिनीमा अवस्थित छ। जापान स्तूपमा प्रवेश गर्दैछौँ। लुम्बिनीमा रहेको जापान स्तूपमा आएका छौँ। हामी जर्मनीको मन्दिर प्रवेश गर्दैछौँ, जुन लुम्बिनीमा अवस्थित रहेको छ। फाइनली जर्मन मन्दिरमा आएका छौँ। अहिले मनी घुमाउँदै भाइ यतातिर आमा यतातिर एकदमै रमाइलो छ होइन। तपाईँहरू पनि लुम्बिनी घुम्न आउन सक्नुहुन्छ। हामी लुम्बिनीमा रहेको चाइना मन्दिरमा पुगेका छौँ। अब हामी भित्र दर्शन गर्न प्रवेश गर्छौँ। आमा बहिनी दान पेटिकामा दान हाल्दै चाइना टेम्पल जुन लुम्बिनीमा रहेको छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकदमै रमाइलो रहेको छ। कर्मा सन्तेन लिङ बिहार। इन्टरनल पिस फ्लेम लुम्बिनीमा रहेको शान्तिको प्रतीक हो। यो अग्नि सन् 1986मा लिएको थियो र त्यस यता निरन्तर बढिरहेको छ। त्यसैले यसलाई अनन्त अग्नि भनिन्छ। यो अग्नि विश्वमा शान्ति, एकता र सद्भावको सन्देश फैलाउनका लागि स्थापना गरिएको हो। लुम्बिनीमा आउने पर्यटक र तीर्थयात्रीहरूले यसलाई शान्ति र अहिंसाको प्रतीकको रूपमा हेर्ने गर्छन्। यसले सिद्धार्थ गौतमले दिएको शान्ति र करुणाको सन्देशलाई झल्काउँछ। अब हामी यहाँदेखि मायादेवी टेम्पलतर्फ लाग्छौँ। मायादेवी टेम्पल लुम्बिनीको सबभन्दा पवित्र र महत्त्वपूर्ण स्थल हो। हामीले विभिन्न देशका मन्दिरहरू घुमेर आइसकेपछि अब हामी सिद्धार्थ गौतमले जन्म लिनुभएको ठाउँ मायादेवी टेम्पलतर्फ लाग्दैछौँ। यो मन्दिर लुम्बिनीभित्र अवस्थित छ र यहाँ बुद्ध जन्मिएको ठ्याक्कै स्थानलाई विशेष चिन्हद्वारा देखाइएको छ। मन्दिर वरिपरि पवित्र पोखरी र ऐतिहासिक अवशेषहरू पनि रहेका छन्, जसले यस स्थानलाई अझै महत्त्वपूर्ण बनाएको छ। यस कारणले मायादेवी मन्दिर विश्वभरमा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल बनेको छ। अब हामी यहाँ टिकट काटेर अगाडि बढ्नेछौँ। लुम्बिनी घुम्न जाँदा टिकट देशअनुसार फरक फरक रेट रहेछ। नेपाली नागरिकलाई प्रति व्यक्ति रु 20 प्रतिदिन,
भारतीय नागरिकका लागि प्रति व्यक्ति प्रतिदिन रु 80, सार्क देश भारत बाहेकलाई प्रतिदिन प्रति व्यक्ति 400, अन्य विदेशी पर्यटकका लागि प्रति व्यक्ति 700, क्यामेरा शुल्क लगभग रु 100 र भिडियो क्यामेराका लागि रु 1000 तोकेको रहेछ। यो टिकटले मायादेवी टेम्पल र लुम्बिनी पवित्र बगैँचा क्षेत्र भित्र प्रवेश गर्न पाइन्छ। धेरै अन्तर्राष्ट्रिय गुम्बाहरू भने बाहिर भएकाले केहीमा टिकट नलाग्न पनि सक्छ। अब हामी फाइनली मायादेवी टेम्पल गइरहेका छौँ। फोटो भिडियो खिच्नको लागि एकदमै राम्रो दृश्य रहेको छ। बिहानदेखि हिँड्दा हिँड्दा आमा पनि थके देखिनु भएको छ। बहिनी पनि यता अगाडि हिँड्दैछिन्। भाइ चाहिँ पढ अगाडि हिरो बनेर अगाडि पुगिसकेको छ। हामी चाहिँ पछि गइरहेका छौँ। अब यहाँनिर चाहिँ मन्दिरभित्र फोटो खिच्न मनाही छ भने गेटमै लेखेको अवस्था छ। अब यहाँबाट हामी क्यामेराले बन्द गर्छौँ। मायादेवी टेम्पल हामी भित्र दर्शन गरेर बाहिर आइसकेका छौँ। भगवान बुद्ध जन्मिनु भएको ठाउँ मायादेवी टेम्पलको वरिपरि एकदमै रमाइलो आनन्दमय वातावरण, एकदमै शान्त वातावरण रहेछ। एकदमै आनन्द लाग्यो र हामी करिब 30 मिनट जति छाहारीमा बस्यौँ। त्यसपछि फोटो भिडियो खिचिसकेर हामी त्यहाँबाट बाहिर आयौँ। फाइनली हामीले लुम्बिनीको सबै मन्दिरहरू दर्शन गरिसकेपछि होइन हामी अब गेटबाट बाहिर गइरहेका छौँ। फाइनली हाम्रो लुम्बिनी घुम्ने सपना पनि पुरा भएको छ। अब हामी बाहिर गएर आवश्यक सामग्रीहरू खरिद गर्नेछौँ। अब हामी लुम्बिनी भित्र दर्शन गरिसकेर बाहिर आएर चाहिँ हामी सामानहरू किनिरहेका छौँ। फाइनली लुम्बिनी भित्र रहेको विभिन्न देशका 12-15वटा मन्दिरहरू हामीले घुमिसकेपछि दर्शन गरेर फोटो भिडियो खिचिसकेपछि हामीले विभिन्न टिकटकहरू पनि बनायौँ। कहिले मन्दिरको गेटमा, कहिले मन्दिरको भित्र, कहिले पार्कमा विभिन्न टिकटक आमा, भाइ, बहिनी, मैले टिकटकहरू बनायौँ र धेरै फोटोहरू पनि खिच्यौँ। समग्रमा लुम्बिनी घुम्ने क्रम एकदमै रमाइलो रह्यो। तपाईहरू पनि लुम्बिनी भ्रमणका लागि आउन सक्नुहुनेछ। एकदमै रमाइलो रहेको छ। तपाईहरूले मलाई टिकटकमा फलो गर्नुभएको छ भने लुम्बिनीमा खिचेका भिडियोहरू मैले टिकटकमा पनि पोस्ट गरेको छु। छोटो क्लिपहरू मैले यहाँ पनि राखिदिएँ, तपाईहरू देख्न सक्नुहुन्छ। साथै मैले लुम्बिनी आउँदा, लुम्बिनीबाट फर्किँदा र लुम्बिनीमा घुम्दा खिचेका फोटोहरू मैले मेरो फेसबुकमा पनि पोस्ट गरेको छु। यदि तपाईहरू फेसबुकमा साथी हुनुहुन्छ भने त्यहाँ पनि हेर्न सक्नुहुनेछ। धन्यवाद। यस्तै जानकारी पाउन सब्सक्राइब गर्नुहोस्। बिदा हुन्छु। नमस्ते।